एकजना प्रहरी महिलाले मसँग बेसरी सामान किन्न भनेर मेरो पसलमा आउँछिन्। अनि आइसके पछाडि सामान चाहिँ किन्छन् 55-60 हजारको, अनि पैसा तिर्छिन् 15-20 हजार हैन। अनि पैसा तिर्छिन् अनि त्यहाँमाथि अनि बिल माग्छिन्। अनि त्यसपछि बिल मागेपछि मैले पेमेन्ट क्लियर भएको छैन, पेमेन्ट क्लियर गर्नुस् अनि बिल दिन्छु भनेर मैले त्यसै नै भनेर पठाउँछु। त्यो भन्दाखेरिमा उहाँ प्रहरी म्याडमको चाहिँ एकदम इगोमा हट हुन्छ, उहाँले चाहिँ पर्सनली लिनुहुन्छ हैन। अनि पछि उहाँ म्यामले चाहिँ मसँग बारम्बार पसलमा आउने, सामान माग्ने अथवा मेरो नजिकका मान्छेसँगबाट सामान स्क्रिनशट गरेर पठाउने, मगाउने, पैसा नतिर्ने। अनि गर्दा गर्दै उहाँ म्याडमले मेरो नै व्हाट्सएपमा मलाई नै मेसेज गरेर सामान चाहिँ मगाउने, पैसा चाहिँ नतिर्ने गर्नुहुन्छ हैन। अनि उहाँ म्यामले चाहिँ मेरो केस ह्यान्डल गर्दै हुनुहुन्छ हैन। उहाँ म्याडमले मेरो केस ह्यान्डल गर्दै हुनुहुन्छ नेपाल पुलिस। हजुरहरूलाई चाहिँ यो मेरो एकदमै विनम्र अनुरोध छ मनदेखिबाट, प्लिज न्यायलाई चाहिँ मर्न नदिनुस्। वर्दीमा यस्तो वर्दीमा धेरै गुण्डाहरू लुकेको छन् हैन। म चाहिँ अहिले साँच्चीकै यस्तो पीडित अवस्थामा छु कि म विदेशमा छु, मेरो एउटा सानो बच्चा छ। म त यस्तो कमजोर होइन, म सुसाइड गर्ने खाले मान्छे त म होइन, कमजोर त म छैन, मेरो बच्चा छ पछाडि। तर मलाई चाहिँ पुलिसबाट म एकदमै पीडित भएको छु। 8 महिना अगाडि एउटा उजुरी परेको रहेछ मेरो 7 बाटो प्रहरी वृत्तमा। अनि अहिलेसम्म चाहिँ त्यो केस ऱ्यापअप भएको छैन। मलाई सम्पत्ति शुद्धिकरणमा तानिएको छ, त्यो पनि इट्स ओके। तिर्न परेको र देखिएको तिर्न म तयार हैन। अनि मलाई चाहिँ जुन मान्छेले केस गरेको छ त्यो केस चाहिँ मैले एकपटक यहाँ मिडियामा चाहिँ मलाई चाहिँ बताउन मन लाग्यो भने त्यो मान्छेले मलाई 17 करोड क्यास पैसा र 60 तोला सुन, त्यो पनि क्यासमै किनिदिएको, यस्तो चाहिँ उसले मलाई आरोप लगाएको छ। अनि उसको चाहिँ पसलको नाम हाम्रो अटोमोबाइल्स हो। राजस्व विभागले पनि एकपटक छानबिन गरिदिनु होला। 17 करोड क्यास पैसा एउटा मान्छेलाई दिनको लागि उसको चाहिँ आय स्रोत के रहेछ र 17 करोड बराबरको उसले ट्याक्स बुझाएको छ कि छैन, उसले कहाँबाट चाहिँ 17 करोड लिएर आयो। होइन भने यस्तो बित्थाको आरोप लगाएर कोही छोरी मान्छेको चरित्र हत्या गर्नलाई प्रहरी किनेर, म सिधै भने प्रहरी किनेर, जुन महिला एउटा 500 को ब्रेसलेटमा बिक्छिन् भने हैन, 500 को ब्रेसलेटको पनि पैसा तिर्न नसक्ने महिलाको हातमा यत्रो ठुलो माछा आउँदाखेरिमा त डेफिनेटली छोडिनन्। अनुसन्धान गरिदिनु होला र अख्तियार हजुरहरू समक्ष पनि मेरो यो भिडियो पुगोस्। म माथि एकदमै ठुलो ज्यादती भएको छ। 7 बाटो प्रहरी वृत्तबाट मलाई अनावश्यक तनाव दिएको छ। साउनको 22 गते केस दर्ता भएको रहेछ जाहेरी, 24 गते। म भदौको 19 सम्म म नेपालमै थिएँ। मलाई एकपटक पनि फोन आएन, मलाई एकपटक पनि बोलाइएन, न सोधपुछ गरियो। एकैचोटि पक्राउ पुर्जी निकालिएछ, जुन पक्राउ पुर्जी निक्लिएर पनि म इमिग्रेसन पार गरेर चाइना चाहिँ कसरी आइपुगे हैन। पक्राउ पुर्जी जारी भएको मान्छे त अब जान्छ त्यहीबाट छोपेर प्रहरीले लैजाने हो कि भन्ने जस्तो सुन्छु। मलाई फेरि कानुन केही पनि थाहा छैन हेर्नुस्। अनि त्यसपछि मलाई मेरो नाममा गरेको पक्राउ पुर्जी मिडियामा चाहिँ कसरी आयो हैन, कोबाट लिक भएर आयो, त्यो पनि छानबिन गरी पाऊँ हैन। जुन मान्छेले मलाई आरोप लगाएको छ उसको चाहिँ सम्पत्ति छानबिन होस्, उसको श्रीमतीको नाममा भएको सम्पत्ति छानबिन होस् र त्यो मान्छेले चाहिँ गाडीको काम गर्छ र उसको स्टाफहरूको पनि एकपटक छानबिन गरी पाऊँ, उसको ससुराली पक्षको पनि छानबिन गरी पाऊँ। अब मैले मुद्दा हाल्नलाई त म चाइनामा छु, मैले हाल्न सकिनँ। यदि मेरो केस ऱ्यापअप गरेर छिटै नै अदालतमा पुर्याइदिनुहुन्छ भने म छिटै नै नेपाल आउनेछु, नभए भने मलाई चाहिँ लिङ्गरिङ गरेर उहाँहरूको मेन मोटो भनेको चाहिँ मलाई नेपाल झिकाउने, अनि त्यसपछि नेपाल झिकाइसके पछाडि चाहिँ भित्र हाल्ने, अनुसन्धानको नाममा 3 महिना भित्र हाल्ने, त्यसपछि मिडियाबाजी गर्ने। किनभने मिडिया मेरो तागत हो, उहाँलाई चाहिँ मलाई मिडियामा डाउन पार्नु छ। उहाँहरूको एकदमै प्रश्नसँग त्यो उहाँहरूको नियत चाहिँ छर्लङ्ग छ हैन। नभए भने कुनै पनि मान्छेले जाहेरी दिइसकेपछि अर्को पक्ष, जाहेरी दिने पीडित पक्ष, अर्को पीडक पक्षलाई चाहिँ एकपटक इन्क्वायरीमा बोलाउनु पर्ने हो हैन र पुलिसको नियममा। मलाई फेरि थाहा छैन है, म चाहिँ यो ब्याकग्राउन्डबाट कहिले पनि त इन्भल्भ पनि छैन, मलाई थाहा छैन। र अर्को कुरा, मैले मेरो एकजना मेरो रिलेटिभ जसलाई चाहिँ हामीले टिकटकमा चाहिँ कानु मामा भनेर पनि चिनिन्छ, उहाँसँग मेरो कारोबार थियो जम्मा 12 लाखको। जुन निवेदन दिने मान्छे छ त्यो मान्छेसँग मेरो कारोबार छ। बैंकबाट मैले त्यो मान्छेलाई ट्रान्सफर गरेको 1 करोड 40 लाख। यो मान्छेलाई चाहिँ कानु मामा नाम भएको मान्छेलाई चाहिँ, जसको नाम चाहिँ प्रयास हो, उलाई चाहिँ बारम्बार प्रहरीमा बोलाउने, अनि त्यसपछि तर फेरि उ नदिने। त्यो जस्तै इन्क्वायरी गर्न बोलाएपछि एउटा पेपर दिनुपर्छ अरे नि हैन, त्यो पेपर नदिने, बोलाउने 5 बजे पछाडि। फेरि सुन्नुस् है, यो प्रहरीहरूले सुन्नु जरुरी छ। प्रहरीको टाइम त बिहान 10 देखि 5 हो जस्तो लाग्छ मलाई, होइन भने पनि भनिदिनुस्। मेरो चाहिँ मान्छेहरूलाई चाहिँ बोलाउँदा 5 बजे पछाडि बोलाइएको छ, जहाँ त्यो इन्क्वायरीलाई बोलाए पनि कुनै पनि पेपर दिएको छैन। र जुन सुनचाँदी पसलबाट मैले कारोबार गर्छु त्यो मान्छेलाई चाहिँ बार बार धम्की दिएर बिल मगाइएको छ, मेरो बिल
हैन। अनि त्यसपछि अनि त्यो सुन चाँदी पसलमा पनि छानबिन होस् कि त्यत्रो सुन कसरी भयो भनेर, किनभने मैले पुरानो सुन बेच्दै नयाँ बनाउँदै पुरानो सुनमा नयाँ डिजाइन गरेको हो, त्यत्रो सुन त हुन्न। एकपटक सुन चाँदी पसल पनि छानबिन होस्, एकपटक यो मान्छेको पनि छानबिन होस्। म एकदमै ठुलो पीडामा परेको छु, मलाई चाहिँ रुन आउँदैन हैन, म झ्याप्प रुन सक्दिन। र म माथि चाहिँ प्रहरीलाई विश्वास गर्ने एउटा बाटो बनाइदिनुस्, निष्पक्ष छानबिन होस्। मैले तिर्न पर्ने केसमा म गलत साबित हुन्छु भने म तिर्न तयार छु, तर बिना गल्तीको त मलाई सजाय दिनु भएन नि त। म पनि नेपालको नागरिक हो हैन, एउटा नेपाली नागरिक भएको भएर एउटा सानो आशा, मलाई सातो बाटो प्रहरीबाट कुनै पनि सहयोग छैन। मैले चाहिँ यो भिडियो बनाएर अख्तियारलाई पनि सम्बोधन गर्न चाहन्छु, प्लिज निष्पक्ष छानबिन गरिदिनुस्। यसरी पैसामा बिकेका प्रहरीहरूले गर्दा प्रहरी प्रशासनकै बदनाम भएको छ। यस्तो प्रहरीहरूको चाहिँ निष्पक्ष छानबिन होस्। उनीहरूले चाहिँ किन यति गरिरहेछन् त्यो कुरा पनि बुझिदिनुस्। हजुरहरूलाई चाहिँ त्यो प्रहरीले मसँग बार्गेनिङ गरेका, ती प्रहरीले मसँग मागेको पैसा, त्यो सामान मागेको म्यासेजहरू चाहिन्छ भने त्यो म्यासेज मसँग सुरक्षित छ। प्लिज कानुन चाहिँ प्रहरी के जनता के सबैको लागि इक्वल हुनुपर्ने हो हैन। वर्दीभित्र चाहिँ गुण्डा नहोस्, हाम्रो चाहिँ चाहना त्यति नै हो। मलाई त बाहिरतिरको गुण्डा मान्छेसँग डर लाग्दैन, यो वर्दीधारी गुण्डाहरूसँग एकदमै डर लाग्छ। कानुनलाई चाहिँ फोहोर बनाउने यस्तो गुण्डाहरूबाट चाहिँ प्लिज अख्तियारले चाहिँ एकपटक अनुसन्धान होस्। नेपाल प्रहरी अब हेडक्वार्टरबाट हेर्नुहुन्छ होला, प्लिज हेल्प मी। मलाई चाहिँ एकदमै हजुरहरूको हेल्पको जरुरी छ है। थ्याङ्क यू। हजुरहरूले जुन अवस्था अहिले तुलसाको देखिरहनु भएको छ नि, मैले चाहिँ 6-7 महिनाबाट देखिरहेको छु कि उसलाई यो अवस्थामा। उसलाई फसाउनलाई कति धेरै प्लान गरेको छ हजुरलाई अझै पनि थाहा छैन। हजुरलाई सबै कुरा अझै पनि थाहा छैन। उसलाई त मुद्दा परेको छ भने पनि थाहा थिएन। ऊ त नेपाल आउन तयार भइरहेको थियो र कोही शुभचिन्तकले चाहिँ तँलाई यहाँ यस्तो यस्तो प्लान गरिरहेको छ, फसाउन खोजिरहेको छ, नेपाल नआउनु भनेर। जब उसले बुझ्न मान्छे आफ्नो साथी सर्कलको मान्छेलाई बुझ्न पठाउँदाखेरि उसको पछाडि कति धेरै षड्यन्त्र रचिरहेको रहेछ क्या। यो मुद्दा परेको रहेछ। अनि उसले चाहिँ अब भयो ल ठिकै छ, मुद्दा चल्यो, म पनि लड्छु, अब वान्स फर अल, अब चाहिँ दुधको दुध पानीको पानी गराउने बेला भइसक्यो। कति यसले मलाई सताएको, कति पछि परेको। म जहाँ मेरो लाइफ सुरु गर्न चाहन्छु, म जहाँ काम गर्न सुरु गर्छु त्यहीँ आउँछ मलाई सताउन, ती बाधा डाल्न आउँछ। अब चाहिँ ल कानुनीमै गए पनि अब चाहिँ ल होस्, अब चाहिँ यो सबै क्लियर गरेरै छोड्छु भनेर ऊ चाहिँ कानुनलाई फुल सपोर्ट दिइरहेको थियो, कानुनको विश्वासमा थियो। कानुनले जे माग्थ्यो उसले सबै दिइरहेको थियो के है। अहिले त कानुनै बिकाउ भइरहेको रहेछ। अब उसले कहाँ जाने त भन्नु त? समाज बाहेक अब उसको न्याय नपाए कानुनमा जानु मन छ। उसको त कानुनै बिक्रीमा छ के। त्यो डिएसपी देखिहाल्नु भयो, सबै कुरा उसको भिडियोमा देखिहाल्नु भयो। अस्ति भ्यालेन्टाइन डेको दिन चाहिँ उसको सामान सबै जफत गरिएको थियो कि भ्यालेन्टाइन डेको बेलामा। अनि सबनम मेरो हेर न भिडियो देखाएर कि सबनम मेरो सामान सबै लिएर गयो, तर पनि म कमजोर भएर देखाउँदिनँ भन्थ्यो होइन। अनि उसको हाल खबर त म सोधिहाल्छु नि होइन, सोधिराखेका हुन्छु। अनि जस्तो पाए त्यस्तै मान्छे त के हुन्थ्यो यो अवस्थामा नि होइन। सबनम छोरी छ, कति धेरैलाई पाल्नुपर्छ, यत्तिकै म हार मान्दिनँ नि भन्थ्यो कि उसले। अब कोसँग गएर लड्ने, के आधारले लड्ने नि छैन कि। उसलाई त निचोडै दिइरहेन कि। उसलाई त सतायो, उसका वरिपरि जति सबै मान्छेलाई पनि सताइराखेको छ है। कहाँ जाने, समाज होइन, लास्टमा समाज होइन त। अब तपाईँहरूले दबाब दिनुहोस् कि ल जे हो निकाल, अदालतमा पुरा। तर यो 6-7 महिना लाग्छ र यस्तो चिजको लागि। लतारिरहेको छ, सबै बन्द गरिदिरहेको छ। तपाईँहरूको आश छ प्रहरी प्रशासनलाई जोड दिनु पर्यो। यो केस लड्ने हो भने दुईतर्फी बराबर हुनु पर्यो, निष्पक्ष हुनु पर्यो। उसले आफ्नो तर्फबाट उनीहरूले जे मागेका छन् उसले त गरिरहेछ त। उसले त आफ्नो दिइरहेको छ त, सबै कुरा साथ दिइरहेको छ त। किन यति ढिला, किन अड्काइराखेको छ? एउटा फ्रीको सामान पाएन भनेर, डिस्काउन्ट गरेन भनेर यतापट्टि कति साह्रो कति धेरै पैसा पेलिरहेको होला त भन्नु त। यस्तो प्रहरी किन्न सक्ने, यस्तो स्ट्रङ मान्छेलाई यसरी दबाउन सक्छ भने बोल्न नसक्ने मान्छेलाई कति गाह्रो होला है। तपाईँहरूले यहाँबाट अनुमान लाग्न सक्नुहुन्छ तुलसा कति स्ट्रङ छ नि। जति स्ट्रङ भयो त्यति धेरै पावरफुल मान्छे भेला जम्मा गरेर उसलाई चाहिँ दबाउन खोजिरहेको छ। सबैजनाले सपोर्ट गरिदिनुहोस्।
उसको अवस्था अहिले अलिक नाजुक छ। एउटी महिलालाई यति धेरै कमजोर बनाएर, लाचार बनाएर, अशक्त बनाएर, हैन, यति रुवाएर के कोही व्यक्ति यति खुसी कसरी हुन सक्छन् क्या? मलाई निकै अचम्म लाग्छ। कति गिरेको सोच हुन सक्छ, कति कठोर मन हुन सक्छ। हामी भित्र मानवता छैन? चाहे शत्रु नै किन नहोस्, तर आफ्नो सामुन्ने आएर कोही व्यक्ति यसरी रुन्छ भनेपछि शत्रुप्रति पनि माया जाग्छ के मान्छेलाई। एउटी अगाडि बढिरहेकी महिलालाई यतिसम्म खुट्टा तान्ने, चाहे ठिकै छ जेसुकै विगत होस्, विगत कसको हुँदैन, तर एउटा प्रेम गरेको व्यक्तिले यतिसम्म गर्छ, यतिसम्म गिर्न सक्छ, यति खेदो खन्छ, बर्बादै पारिदिन्छ, अथवा उसलाई बाँच्नै दिँदैन। अचम्म लागेर आउँछ क्या। हामी एउटा महिला हौ, हैन? हुन त महिलाको शत्रु यो समाजमा महिला नै हुन्छन् प्राय गरेर, तर जति नै शत्रु भए पनि यो अवस्थामा त कुनै पनि महिलाले एउटी महिलालाई देख्न सक्दैन जस्तो लाग्छ, यदि ऊ भित्र मानवता छ भने। चाहे जति ठुलै शत्रु भए पनि यो कुरा नबिर्सिनु होला, तपाईभित्र पनि एउटा मानव जीवित रहनुपर्छ र एउटा कमजोर मान्छेलाई, एउटा लाचार मान्छेलाई, एउटा रोइरहेको व्यक्तिलाई आशा, विश्वास र भरोसा जगाउनु पर्छ। धन्यवाद। आज एक बिहानै चाहिँ मैले टिकटक खोल्ने बित्तिकै तुलसा अधिकारीको चाहिँ तुलसा कलेक्सनको चाहिँ भिडियो आयो हैन। भिडियो आयो, म एकदमै हतारमा थिएँ। आज 2-3 ठाम कार्यक्रम थियो, त्यही भएर मैले चाहिँ राम्रो पुरासँग हेर्न पनि भ्याएको थिइनँ, म भ्याइनँ पनि हैन। अनि अहिले 7 बजे म घर आइपुगेर फेरि खोलेर हेर्छु, फेरि पो उसको भिडियोहरू एकदमै आइरहेको छ क्या। अनि मैले आजसम्म पर्सनल तुलसा अधिकारीको बारेमा चाहिँ तुलसा कलेक्सनको बारेमा कहिले पनि बोलेको थिइनँ, मैले कुरा पनि गरेको थिइनँ हैन। राइट टाइम आए पछाडि नै बोल्नुपर्छ जस्तो लागेको थियो मलाई चाहिँ। अनि अब कति कुरा नबुझिकन त्यसै आएर ऊ मेरो साथी हो, उसलाई मैले त चिनेको छु भनेर यतिकै बोल्ने मान्छे म होइन। साथी भाइ भए पनि, आफ्नो अर्काको भए पनि सहीलाई सही र गलतलाई गलत चाहिँ म भन्छु हैन। यसमा आइतबार र सायद म हेर्दिनँ। अनि अहिले मैले हेर्दै जाने मलाई थाहा छ हाम्रो समाज भनेको यस्तो हो कि एक्लो छोरी मान्छेलाई यो समाजले कहिले उठ्नै दिँदैन, घाँटी निमाठेर मार्नपट्टि लाग्छ यो समाज। अनि उसको चाहिँ मैले टिकटक, मेरो आइडी पनि थिएन दिदीबहिनीहरू, मलाई थाहा पनि थिएन क्या यो टिकटक यस्तो उस्तो भन्ने कुरा। पहिल्यै देखाउँदा फेरि उसको मलाई एउटा भिडियो याद आउँछ, कपाल छोटै अलिकति लामै, अनि कुर्ता सुरुवाल यस्तो लगाएर भुइँमा बसेर छोरा मान्छेलाई के भनिरहेको छोरा मान्छेको विषयमा। अनि किन यसरी भनेको होला भन्थे म त्यति बेलादेखि हेरेको। टिकटक पनि होइन होला, त्यो त म्युजिकल्ली के थियो कि त्यति बेलादेखि म हेर्थेँ। उसले बोलेका कुराहरू मलाई एकदमै सही लाग्छ हैन, सही लाग्छ हो। कतै ठाउँमा अपशब्द पनि कहिलेकाहीँ अब युज गर्छिन्, त्यो ठिकै छ, आफ्नो बानी हो, त्यो पनि इट्स ओके हैन। अब पचाउनेले पचाउनुहुन्छ, नपचाउनेले यतिकै छोडिदिनुहुन्छ, केही फरक परेन। तर अहिलेको उहाँको जुन कन्डिसन छ, उहाँको जुन कुराले, जुन समस्यामा हुनुहुन्छ, जुन पीडा उहाँले भोगिराख्नु भएको छ, त्यो कम्तीले मात्रै महसुस गर्नुहुन्छ दिदीबहिनीहरू, कम्तीले मात्रै महसुस गर्नुहुन्छ। बजारमा गएर 1 किलो टमाटर किन्न हैसियत मतलब भाउ दर तौल लेखाजोखा गरेर किन्न नसक्नेले आज आएर नाना थरी तथानाम कमेन्टमा गाली दिने योसम्म गर्नुहुन्छ दिदीबहिनीहरू। एउटा छोरी मान्छेले उसको विगत चाहे जेसुकै होस् त्योसँग हामीलाई लेना देना छैन, तर अहिले उसले जुन भोगिरहेको छ यो 8 महिना 7 महिना यता ऊ नेपाल आउन पाएको छैन। किन आउन पाइरहेको छैन त? के कारणले? सबै कुरा सोशल मिडियामै आएर रालसिगान गर्दैमा मात्रै सेम्फ्याते पाउने अथवा बिचारा कठैबरा भन्ने खालको ऊ मान्छे पनि होइन, जहाँसम्म मलाई लाग्छ है। उसँग मेरो भेट त भएको छैन। कति त हामी यसरी टिकटक हेर्दै जाँदा थाहा हुन्छ नि त को मान्छे कस्तो रहेछ। तपाईँहरूले मलाई कसरी चिनिराख्नु भएको छ, मैले तपाईँहरूलाई कसरी चिनिरहेको छु, अलिअलि त हामीलाई पनि त ज्ञान त हुन्छ नि, हो किन भन्नुहोस् त। जस्तो प्रहरीको उहाँले कुरा गर्नुभएको छ, कति धेरै ब्ल्याकमेलिङ उहाँलाई, उहाँको त्यो बिहाइन्ड द सिन त कति हो, कति त्यो साध्य नै छैन क्या दिदीबहिनीहरू, साध्य छैन। कसले बोलिदिने? पैसा र पावरको अगाडि यहाँ कसको के लाग्दो रहेछ ल भन्नुहोस् त? कतिसम्म दुःख दिन सकेको होला एउटा महिलालाई, एउटा सिङ्गल आमालाई। त्यो छोरीलाई यो सबै जङ्गलबाट उठाएर उसलाई लिएर हिँड्न कति आपत। मलाई बाँच्न दियो,
मलाई बाँच्न देऊ भनेर भिख माग्नुपर्छ अहिले हामीले हाम्रो नेपालमा हाम्रै नेपाली दाजुभाइ दिदीबहिनीहरूसँग कति डर छ के सधैँ डराएर बस्नुपर्ने गल्ती छ भने कानुन छ सजाय उहाँहरूले दिनुहुन्छ तर सबै पैसामा बिक्ने यो कस्तो खालको कानुन हो कस्तो खालको कानुन हो उसलाई मुद्दा लागेको छ त उसलाई छानबिन गर्न त टाइम त हुन्छ होला नि त ल्याउनु पर्यो नि त छानबिन गर्नु पर्यो उसले गल्ती गरेको छ भने उसले सजाय भोग्नु पर्यो अर्कोले गरेको छ भने अर्कोले भोग्नु पर्यो कतिजना जोडिनु भएको कतिजना लाग्नु भएको बाँच्न नदिने भए गरी खाएको देख्न हेर्नु त ऊ आफू कहाँ पुगेको मान्छेलाई नपचेको अपच्य भएको म त अहिले भिडियो हेरेर म छक्क परेँ रुँदा र 2 थोपा आँसु झार्दा मात्रै बिचारा भन्ने हाम्रो समाजकै है छोरी मान्छेलाई म चाहिँ छोरी मान्छेलाई हो उसले गल्ती गरेछ भने त सजाय त उसले भोग्नु पर्यो नि त तर गल्ती गरेको देखाउनु पनि पर्यो मुखले मात्रै पिरिरी गरेर पनि भएन चरित्रमाथि कति हिलो छ्यापेका कति धेरै हिलो छ्यापेका कति धेरै हिलिली गरेका हेर एक दिन तिमीहरूले पनि मरेर जानुपर्छ एक दिन हामी सबै मरेर जानुपर्छ यी सास भएका प्राणी कसको टाउकामा त भगवानको हातमा रिमोट छ क्या कसका टाउकामा गएर स्विच दबाइदिनुहुन्छ पत्तो छैन यो लड्ने काम बन्द गरौँ सामाजिक सञ्जालमा कोही महिलालाई यसरी चरित्र हत्या गर्न बन्द गर हत्यारा होइन देशै लुटेर भागेको होइन भ्रष्टाचारी होइन धेरै छन् मुद्दा हाम्रो नेपालमा बुझ्नुभयो नि बाँच्न पाउनु पर्दैन एक कलामा अनि यो स्वदेशमा बुढी राखेर विदेशमा बुढा बस्नुहुन्छ नि जो हो यो बुढीहरूलाई पनि हेर्ने नजर हाम्रो समाजको नि आमा बाबा रे तिमीहरूले मात्रै बाँच्न पाउनुपर्छ तिमीहरूले मात्रै हाँस्न पाउनुपर्छ हो अनि कति हेर्नु त अहिले उसलाई कति गाह्रो भएको छ खोइ त हाम्रो नेपालमा कानुन खोइ सजाय खोइ न्याय कहाँ छ अनि अझै नयाँ नेपालको सोच बनाउने मान्छे यिनै हुन् मानसिकता यही हो पहिला यो मानसिकता चेन्ज गरौँ को सही र को गलत कानुन छ कानुनले छुट्याओस् सर्लक्क दुधको दुध पानीको पानी कति धेरै पछि लाग्ने हो यसरी एउटी महिलामाथि कति धेरै सबै भातै खानुहुन्छ होला त यतिसम्म पनि गर्छन् त एउटा महिलालाई छोरीलाई बाटामा के अरे उसमा छोडेर नालामा छोडेर भागेकी होइन त मान्छे मारेर भागेको पनि होइन बलात्कारी पनि होइन हाम्रो देशमा कति छन् यस्ता नेपालमा त्यतातिर ध्यान जाओस् अनि उसले गरेको गल्ती छ भने सजाय उसले पाओस् यदि गल्ती गरेको छैन भने त्यो चरित्रमाथि अमला उठाउने काम बन्द गर्नु जसले उठाएको छ उसले चाहिँ सजाय भोग्नुपर्छ सजाय पाउनुपर्छ दिदीबहिनीहरू त्यो तपाईलाई खाने बाघले हामीलाई पनि खान सक्छ छोरी मान्छेलाई सधैँ कमजोरै देख्ने सधैँ कस्तो खालको मान्छेहरू हेर्नुहोस् त महिला प्रहरीको कुरा सुन्नुभयो होला नि आफै जाने आफै ब्ल्याकमेल गर्ने आफै ठुलो कुरो गर्ने आफै हिलिली गर्ने पैसाले सबै किनिहाल्ने होइन पावर पैसा राम काँडा उम्रेर आउँछ मेरो त यो खुन सबै तातेर आइरहेछ के गर्नु म यो राति उठेर आएर भिडियो बनाउने मान्छे नि होइन त्यहाँ सुत्नै सकिनँ क्या म त त्यो देखेर मुनि उसलाई अन्याय परेको छ भने दिदीबहिनीहरू दाजुभाइहरू सबैजनाले साथ दिनु जरुरी छ सबैजनाले भोलि तपाईँलाई पर्न सक्छ तपाईँका दिदीबहिनीहरूलाई पर्न सक्छ मलाई पर्न सक्छ बुझ्नुभयो नि म त्यति भन्न आएको अहिले यो पाटो हानेर जाऊ दिदीबहिनीहरू मलाई बाँच्न नदिने भए उसले कहाँदेखि कहाँ सङ्घर्ष गरेर कति दुःख मेहनत गरेको छ होइन होला एउटा छोरी मान्छेलाई साथ चाहिन्छ कुन ठुलो कुरो भयो र छोरो मान्छेले चाहिँ जे हिलिली गर्दा हुन्छ छोरी मान्छेले त्यो खुसी त्यो हाँस्न त रमाउनु त उड्न पाउँदिन उसको त आफ्नो अधिकार हो नि त्यो त अनि उसले कहाँ हाँस्ने कोसँग खाने कोसँग बस्ने उठ्ने सुत्ने भनेर के दुनियाँलाई सोध्दै हिँड्नु पर्ने यहाँ होइन